अच्छा वान साइडेड लभ चाहिँ यतिसम्मको उयो हुन्छ कि एकजनाले चाहिँ माया गर्छ लास्टै नै, अर्कोले चाहिँ त्यो कुरा चाहिँ बुझ्नै सक्दैन, उसलाई अप्नाउनै सक्दैन क्या। उसलाई त्यो मान्छे मनै पर्दैन क्या, जतिसुकै जेसुकै भने पनि त्यो मान्छे मनै पर्दैन। अर्कोलाई चाहिँ फेरि ज्यान हाजिर छ क्या उसको लागि, अनि उसलाई हेर्नको लागि पनि यति तडपिरहेको हुन्छ कि उसलाई देख्दाखेरि पनि कति खुसी हुन्छ। अनि ऊ सँगसँगै नजिकै देखा पर्यो भने यति डर लाग्छ कि यति डर लाग्छ होइन, मुटु यस्तो धड्किन्छ कि यस्तो धड्किन्छ, पुरै हुन्छ नि ढाक 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 यो सला जस्तो धड्किन्छ क्या। त्यो फिल चाहिँ वान साइडेड लभ गर्ने मान्छेले मात्र फिल गरेको छ क्या। यो कुरा चाहिँ यतिसम्मको माया बस्छ कि त्यो मान्छेसँग चाहिँ सब थोक यही मान्छे हो जस्तो लाग्छ क्या। तर त्यो मान्छेले चाहिँ बुझ्दैन, उसको नजरमा चाहिँ यो अनुहार पनि फिक्का भएको हुन्छ। आफूलाई चाहिँ अनि यो संसारको सबैभन्दा राम्रो मान्छे भनेको चाहिँ त्यही हो जस्तो लाग्छ क्या। ऊ जस्तो सुकै होस् केही मतलब लाग्दैन, आफ्नो नजरमा चाहिँ यतिसम्मको राम्रो लाग्छ कि वाउ लाग्छ क्या। तर उसलाई चाहिँ यो कुरा बुझाउनै सकिँदैन, उसले चाहिँ अरूलाई माया गरे हुन्छ, आफूले चाहिँ फेरि उसलाई माया गरे